हेलो गाइस, तिमीहरूलाई इङ्ग्लिसमा कसरी गर्ने, कसरी पास हुने भनेर आइडिया पनि दिन्छु। र हाम्रो सबभन्दा पहिले त हामी कम्प्युटरको हो। कम्प्युटरको तिमीलाई थाहा छ, भोलि हामीले यति खतरा गर्नेवाला छौँ, भोलि दिवसभरि हामी यति खतरा गर्नेवाला छौँ, हामीले धुमधडकै गर्नेवाला छौँ है, किनकि लास्ट डे हो। त्यसैले चाहिँ कम्प्युटरको लागि तिमीहरू गएर उतातिर मेरो अर्को च्यानलमा गएर जोइन भइहाल्छ है, किनकि हामी धुमधडका गर्नेवाला छौँ सबभन्दा पहिले। अब इङ्ग्लिसको कसरी इक्जाम गर्छौ, इङ्ग्लिसमा कसरी पास हुने, तिमीसँग केही पनि आइडिया छैन भने पनि कसरी गर्ने त पास हुनलाई त सबभन्दा पहिले तिमीले च्यानल सब्सक्राइब गरेर केटा। जसले जसले च्यानल सब्सक्राइब गर्छ, यो मेरो नयाँ च्यानल अथवा यो च्यानल गरे पनि हुन्छ, नयाँ च्यानल गरे पनि हुन्छ, तिमीहरू त 100% त्यतिकै पास भइहाल्छ नि केटा। जसले जसले गर्दैन त्यो मान्छे त फेलै हुन्छ भाइ, हेर 100% हो त्यो। मेरो च्यानल तिमीले सब्सक्राइब गर्ने बित्तिकै पास हो है, एउटा सबभन्दा पहिले है। अनि दोस्रो भनेको तिमीले चाहिँ अब कसरी पास हुने त, तिमीले एसए सुरुमा चाहिँ लेख्ने बेला इङ्ग्लिसको एसएहरू लेख्ने, कुनै लेख्ने चिजहरू, लेटर ग फाने चिजहरू पहिला लेख्ने, अनि अरू चिजहरू पछि गर्दा हुन्छ, किनकि यताउता सारेर। अब सार्ने पनि कसरी भन्ने हुन्छ होइन, सार्ने मान्छे हुन्छ साइडमा होइन, अनि साइडको चाहिँ हेर्ने प्रेस गर्ने। कोही इन्भिजिलेटरहरू त टाइट हुन्छ, तिमीलाई थाहा छ इन्भिजिलेटर टाइट कति बेला टाइट हुँदैन भन्ने आइडिया पनि दिन्छु। इन्भिजिलेटरहरू मैले गार्ड बस्ने मान्छे कसरी टाइट हुँदैन भन्ने आइडिया दिन्छु है, किनकि मसँग एक्सपिरियन्स छ त्यसको। के गर्नु भनेपछि जब तिनीहरूको 2 घन्टामा हुन्छ नि, 2 घन्टा गर्ने बेला तिनीहरूले समोसा खाइरहेको हुन्छ नि क्या, त्यो नास्ता आउँछ होइन, त्यो नास्ता खाने बेला चाहिँ तिमीहरू झ्याममा आएर चाहिँ मोबाइल लगाएको छौ भने मोबाइल हेरिदिने, अथवा कुनै चिज लगाएको छौ भनेपछि त्यो हेरिदिने काम गर्नु, अनि चोर्ने काम गर्नु यता साइडमा। के आउँदैन भने त चोर्नै पऱ्यो नि, पास त हुनु पऱ्यो होइन। 100% पास हुनुपर्छ केटा, जसरी पास हो तिमीहरू, जसरी पास हो +2 पास आउट गर्ने हो, अनि सिधै तिमीहरू बाहिरै जाने हो भाइ। यहाँ बसेर नेपालमा काम पनि छैन, त्यसैले चाहिँ झ्याम के गर्ने, जसरी होस् तिमीहरू चोरेर हुन्छ, साइडको चिट ओइ भरे छाती नै भरि गोजी नै भरि चिट लगाएर के फरक पर्ने हो, कसले तिमीलाई उ गर्ने हो र। अब इङ्ग्लिसको पनि के चिट लाग्छौ त, सार्ने काम गर्नु, साइडको चाहिँ हेर्ने काम। अब त्यसको इन्भिजिलेटर गार्ड त ऊ हुन्छ नि, खतरा हुन्छ नि भन्ने सोच, गार्ड हुन्न भाइ। सुरुको 1 घन्टा चाहिँ जाँगर लाग्छ गार्ड बस्नलाई, त्यसपछि त जाँगरै लाग्दैन, नास्ता कति बेला आओस् अनि म खान्छु भनेर सोचिरहेको हुन्छ त्यो गार्ड बस्ने मान्छेले पनि। मैले पनि त्यही सोच्थेँ भाइ, कति बेला नास्ता आउँदो रहेछ र मैले खाने भन्ने सोचिरहेको हुन्थेँ। र नास्ता आउने बेला मलाई 10-15 मिनट 20 मिनट लाग्थ्यो, त्यति 20 मिनटमा तिमीहरू सारी भ्याउँछौ, ग्रामर अरू कुराहरू सारी भ्याउँछौ, यताउता सार्नु, जसरी होस् तिमीहरू पास हुनुहोस्। टिचरलाई कुटेर, टिचरलाई गाली गरेर, जे होस्, अनि थर्काउने काम गरेर भए पनि पास हुनु। अब कसरी थर्काउने भन्ने कुराहरू म तिमीलाई भन्छु। मानव तिमीहरूको साइडमा एउटा मान्छे छ होइन, टिचरले तिमीलाई गाली गर्यो भनेपछि साइडमा हेरेर चाहिँ, टिचरलाई डाइरेक्टली भन्ने होइन, साइडमा हेरेर चाहिँ यसलाई त पक भनेर यसरी भन्यो भने 100% त्यो टिचर डराउँछ हेर। अनि त्यसरी चाहिँ तिमीलाई सार्न पनि सक्छ, तिमीहरूबाट अर्को दिन पनि त्यो टिचर पऱ्यो भने तिमीबाट चाहिँ डराउँछ। त्यसरी एनी आउ तिमीहरू पास गर, मैले मजा गरेँ है चिजहरू। एनी आउ पास गर, इङ्ग्लिसमा भए बल्को लेख, चिट चोर जे गर, तर मार्क्स राम्रो लिएर आऊ, किनकि तिमीहरूको भोलि गएर मार्क्स कसरी आयो, तिमीले चोरेर लिएर आयो भाइ भनेर कसैले सोध्नेवाला पनि छैन, कसरी गरिस् भाइ भनेर कसैले सोध्नेवाला पनि छैन। यत्रो आयो या तेरो कसरी गरिस्, तैँले त चोरेकै होस् भनेर तिमीलाई कसैले मार्कसिटको दिने बेला कसैले सोध्नेवाला पनि छैन। एनी आउ तिमीहरू राम्रो मार्क्स लिएर आउनु, जसरी होस् राम्रो मार्क्स आउने। मोबाइल लिएर हुन्छ कि हरेक चिज लिएर हुन्छ कि कुन आइडिया लाएर हुन्छ, तिमीहरूले त्यो आइडिया लाएर अनि 2-3 जना ग्रुप बनाएर हुन्छ कि मोबाइलदेखि वाट्सएपमा पठाएर हुन्छ कि, जसरी होस् पास हुने। नेपालमा त कामै छैन भाइ, विदेश जाने हो एनी आउ, नेपालमा त बसेर पनि काम छैन, अझ मिडल क्लास फ्यामिली हो भने त बसेर पनि काम छैन। त्यसैले एनी आउ मार्क्स लिएर आऊ, बाहिर जान सजिलो हुन्छ, हरेक चिजमा सजिलो हुन्छ। र तिमीले इक्जाम चाहिँ राम्रै गर्नु, जसरी गर्नु इक्जाम राम्रै गर्नु होइन। सुरुमा चाहिँ जुन चाहिँ लेख्न सक्छौ त्यो गर्नु, त्यसपछि चिट चोर्न सक्ने त्यो गर्नु है त। तिमीलाई बेस्ट अफ लक इङ्ग्लिसको। हस्, बाई केटा हो।